लौ त मित्र हो है, साथीहरू, मेरो माई डियर फ्रेन्ड्स, मैले यो तपाईँलाई यहाँ केराको पत्ता देखाइरहेको छु। त्यति अग्लो केरा को रुख रहेछ यहाँनिर है। मैले केराको पत्ताहरू देखाइरहेको छु। एकदमै यहाँबाट मैले तपाईँहरूलाई सरर लिएर देखाइरहेको छु। अब यहाँ हेर्नुहोस् है, यति दामी सेपमा यो बसेको छ है यो केरा। तर टक्कै आउँदाखेरि चाहिँ यो मुनि चाहिँ अब केराको थाम त यस्तो हुँदैन नि त, केराको थाम यस्तो हुँदैन है। ठ्याक्कै घोच्दाखेरि पनि च्याक अब नरम हुन्छ भनौँ न है। तर यो चाहिँ एकदम रुकै छ, काटै छ। हेर्नु नि, पत्ताहरू पनि एकदमै हुबहु एकदमै केराकै पात हो यो होइन। अब नक्कल, अब हुन्छ नि नक्कली उयो आर्टिफिसियल जस्तो छ, अब जुडुवा भाइहरू जस्तो लाग्दैछ। तर यो केराको रुख चाहिँ होइन रहेछ, तर केराकै एउटा प्रजाति रहेछ यो चाहिँ। मलाई चाहिँ एकदमै दामी लाग्यो। तपाईँहरूलाई पनि मैले एउटा नौलो कुराहरू देखाइरहेको छु। अनि तपाईँहरूलाई के कस्तो लाग्यो है, प्रतिक्रिया दिनुहोला।